म एउटा स्वतन्त्र व्यक्ति भएका कारणले म कुनै पार्टीमा आबद्ध छैन। म के भन्न चाहन्छु भने अहिले जुन हाम्रो प्रचण्डजीले गृहमन्त्री लेखकको पहिले राजीनामा दिनै पर्छ भन्ने, कहिले चाहिँ सांसद नै अवरोध गर्ने, यस्तो के हो तपाईको चालमाला? तपाईहरु जुन जनयुद्धमा एउटा लाग्दाखेरि जनताले धेरै आशाहरू भविष्यहरू देखिरहेका थिए, तर अहिले त्यो आशा त्यो भविष्य चाहिँ जनताहरूले एउटा निराशामा परिणत गरेका छन्। तथास्थ तपाईहरु एउटा कुचिर एउटा सत्ताको लागि सरकार फेरबदल गर्ने, कहिले केपी बा, कहिले प्रचण्ड, कहिले शेरबहादुर देउवा भएको छ। तपाईहरुले हो हामी तपाईहरुलाई सम्मान गर्छौं, रेस्पेक्ट गर्छौं र यो देश बनाउने एउटा युवाहरुको खाँचो छ र युवाले मात्रै पनि देश बन्दैन र हामी युवा जुन अनुभवी अग्रजहरू सबै एउटा ठाउँमा एउटा समावेश भएर एकअर्कामा मिलेर एकजुट भएर बलियो देश बन्छ। त्यसै कारणले मैले प्रचण्डजी तपाईले जुन पहिले गर्नु भएको थियो गृहमन्त्रीको प्रवेश लेखक गृहमन्त्रीको राजीनामा दिनुपर्छ भन्ने तपाईले अझै बोल्नु पर्छ। तपाईले फेरि कुराहरू चाहिँ फेर्नु हुँदैन। छेपाराले रङ बडाले जस्तै तपाईको विचार, तपाईको सिद्धान्त बदल्नु हुँदैन। तपाई यसैमा लागि परेर अगाडि बढ्नुपर्छ र अझै पनि प्रचण्डले केही गर्छ भन्ने एउटा जनतामा अझै पनि विश्वास छ। त्यसकारण तपाई यो एउटा विश्वास नटुट्नु होला म भन्न चाहन्छु। यो विश्वासलाई तपाईले एउटा जनताको आशालाई एउटा निराशातिर नबदल्नु होला। र आज तपाईहरुकै कारणले गर्दा फेरि यो देशमा अहिले राजावादीको उठालपुठाल भइरहेको छ। त्यसै कारणले यो देशलाई तपाईहरुले एकपटक सुल्दिने मौका छ। सबै राजनीतिक दलहरुलाई तपाईहरु सुल्दिनुस्, एउटा संयुक्त राष्ट्र बनाउनुहोस्, एउटा सुशासन कायम गर्नुहोस्। र म के भन्न चाहन्छु भने हामी जस्ता एउटा शारीरिकमा फरक क्षमता भएका व्यक्तिहरूलाई पनि तपाईले राजनीतिमा प्रत्येक वडामा एउटा समावेश गर्न राख्न पर्यो। त्यस्ता नीति नियमहरू ल्याउन पर्यो र हरेक वडामा स्थानीय सरकारमा स्थानीयमा चाहिँ तपाईहरुले एउटा हामी जस्ता व्यक्तिहरुको लागि पनि केही सिपमूलक कार्यक्रमहरू ल्याउने एउटा नीति नियमहरू गाउन पर्यो। हामीलाई एउटा भट्टमा मात्र हैन तर सिपमूलक सिप पनि आवश्यकता छ भन्ने तपाईहरुले बुझ्नु पर्यो। जनप्रतिनिधिहरूले
र शिक्षा रोजगारी हरेक मान्छेका आधारभूत आवश्यकताहरू के छन् ती कुराहरू तपाईले बुझेर एउटा नीति नियमहरू बनाएर त्यसले एउटा भाषणमा मात्र सीमित राख्ने होइन कि त्यसले एउटा व्यवहारमा लागू पनि गर्न पर्यो। बल्ल यो देश विकास हुन्छ। आज संविधानको हरेक ती पानाहरू पल्टाएर हेर्दाखेरि धेरै एउटा सिद्धान्तहरू छ, धेरै नियम नीतिहरू छ, तर ती नियम नीतिहरू चाहिँ लागू नभएको जस्तो महसुस भएको छ। त्यसै कारणले यो नियमहरू मात्र लेखेर मात्र हुँदैन, यसलाई हामीले जबसम्म व्यवहारमा लागू गर्दैनौँ, व्यवहारमा परिवर्तन ल्याउनौँ, तबसम्म यो जस्ताको तस्तै हुन्छ र एउटा जनतामा एउटा विश्वास पनि टुट्दछ। तपाईहरूले भन्नु होला म कुनै पार्टीको व्यक्ति रहेछ यस्तो कुरा गर्यो भने, म कुनै पार्टी होइन, म बच्चन होइन, म कुनै शेरबहादुर कुनै म समर्थक होइन, म चाहिँ एउटा स्वतन्त्र व्यक्ति हो। यो देशको एउटा असल नागरिक भएको कारणले यो देशमा अहिले के भइरहेको छ, देश कतातिर गइरहेको छ, कता हाम्रा पुर्खाहरूले धेरै बलिदानहरू बगाएर एउटा नयाँ नेपाल बनाएको थिए, इतिहासमा कायम राखेका थिए। त्यो इतिहासले सम्झेर तपाईहरूले त्यही अनुसार गतिविधिहरू गर्न पर्यो। एउटा आफ्नो रुचिको लागि, एउटा लभ अथवा एउटा केही आफ्नो स्वार्थको लागि गर्न भएन, एउटा निस्वार्थ रूपमा तपाईँहरू लाग्न पर्यो। राजनीति भनेको तपाईँहरूले कस्तो गर्नुभएको छ भने अहिले राजनीति भनेको एउटा सेवा हो, तर तपाईँहरूले एउटा राजनीतिलाई कमाउने भाँडा गर्नुभएको छ। त्यस्तो होइन। राजनीति भनेको विभिन्न क्षेत्रलाई समातेर त्यसलाई एउटा संशोधन गरेर अगाडि बढ्ने विषय हो। हरेक धर्म संस्कृति र विसङ्गतिहरूलाई हटाएर एउटा कुसंस्कारलाई हटाएर एउटा राम्रो पक्षतिर लग्ने एउटा बाटो भनेको राजनीति नै हो। तर आज म हेर्छु भने हरेक स्थानीय ठाउँमा स्थानीय सरकारवालामा जुन काम गर्ने कर्मचारीहरूले पनि भ्रष्टाचारहरू गरिरहेका छन्, एउटा कालो बजारी गरिरहेका छन्। यो फल्ना पार्टी उस्तो पार्टी भनिरहेका छन्, तर त्यस्तो होइन। राजनीति भनेको एउटा भौतिक पक्ष, संस्कृति पक्ष, सामाजिक पक्ष, एउटा आर्थिक पक्ष, धेरै कुराहरूलाई राजनीतिले समात्छ। त्यसै कारण राजनीति भनेको सेवा हो भने तपाईले बुझ्नु होला। राजनीति भनेको त कमाउने भाँडा होइन। आज राजनीतिलाई सुगन्धित गराउने ठाउँमा तपाईहरूले दुर्गन्धित गराउनु भएको छ। आज काङ्ग्रेसका बाट गृहमन्त्री हुनुभएका रमेश लेखकले भिजिट भिक्षामा एउटा मानव तस्कर गरेको कुरा धेरै यतात्यता परिचर्चित अथवा चर्चामा आइरहेको छ। त्यसै कारणले तपाईहरूलाई जनताले एक मौका दिएको छन्। तपाईहरू अब सुधिनु भएन भने यो नेपालमा एउटा श्रीलङ्काको जस्तै हालत हुनेछ। आज हामी हरेक कालामा जाउँ,
हरेक ठाउँ जाउँ।